सो हेलो नमस्ते हाम्रो वेलकम टु युट्युब च्यानल वान स्टेट युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। विशेष शुभ भएर नि घाम लागेर पनि आज चाहिँ हाम्रो छुट्टी स्याटरडे सबात अरे। सो हामी चाहिँ जाँदैछ आज चाहिँ फाइनली एकदम राइट ब्रिजमा जाँदैछ हामी। ब्रिज पुग्न आँट्यो हामी चाहिँ ब्रिज गएको घुम्नु। सो लुक एट द नजारा क्रसिङ क्या दामी छ हैन। लुक एट द नजारा होइन यहीँबाट जाँदा पनि हुन्छ। यताबाट आएको यता गएको दामी यस्तो कुल ठाउँमा रहेछ। यो चाहिँ बाटोमा चाहिँ यस्तो दामी छ कि यहाँ हेर्नु नि फुलहरू रोपेको क्या दामी फुलहरू रोपेको क्या रोपिदिन्छ त्यो सिस्टम टक्क गाडी बा यहाँ चाहिँ टक टक मान्छेको भ्यालु छ है। गाडीले रोकिदिइहाल्छ बिराले भेट्यो चाहिँ गर्दैन रोकिदिइहाल्छ नि। हेब्बी रहेछ नि ब्रिज त हेब्बी ठुलो दोकान रहेछ खै। यो त छ त तपाईँको यहाँ एउटा मार्केट पनि थियो त हिजो आउँदाखेरि अस्ति आउँदा क्या हो आमा पुग्न आँट्यो हामी चाहिँ फाइनल्ली मेडिटेरेन सी सुतेको मात्रै पढेको मात्रै आज चाहिँ देख्ने भयो मेडिटेरेन सी। अस्ति मैले चाहिँ स्टोन देखाइदिएको थिएँ त्यो चाहिँ नाइटमा भयो डेमा चाहिँ यस्तो छ यस्तो खालको छ होइन ढुङ्गा पनि। आमा पौडी खेलिदिनु पर्छ अब गएर बुझ्यो पौडी खेलिदिनु छ। वाउ आमा क्या मन लाग्यो अब देखाउँछु लुक एट द नजारा दामी है त स्याटिज रहेछ हेर्नु बिच चाहिँ त्यही त लुक एट द नजारा क्या स्याटिज हो। खतरा रहेछ है। मजाले यस्तो जन्नत जस्तो जग्गामा बसिरहेको छु। सो यो चाहिँ सुनेको र पढेको भएर मात्रै देखेको फाइनली आज चाहिँ लाइभ यहाँ हेर्नु यहाँ के मजाले उयो गर्दो रहेछ हेर्नु नि। यो देख्दैन होला कि हल्का तर यहाँ हेर्नु क्या मजाले उयो गर्दो रहेछ यस्तो उयसमा पनि देखेन क्यामेराले हेब्बी इन्जोय गर्दै गर्दो रहेछ। सो अब चाहिँ उँधो चाहिँ नगएको हामी किनभने चाहिँ हामी सुहरू लाएर आएको छ त्यसले गर्दा फर्केको हामी चाहिँ अब टक्कै लाएर रोडको साइड साइड यहाँ छोडेर चाहिँ हामी चाहिँ गएको हामी चाहिँ फर्केको। अस्ति चाहिँ हामी अर्को बाटो गएछ यो बाटो गएछ यो चाहिँ हाम्रो सिधा रुम हो। सो यता आउनु पर्दो रहेछ अस्ति चाहिँ हामी उँधो गएको त्यसले गर्दा बिच जानु पाएन। सो आज पनि यहाँ तलसम्म गएन अघि भनिहालेँ जुत्ता लगाएकोले गर्दाखेरि। सो अब यहाँबाट यसो जाने यहाँ चाहिँ मलाई यो बेस्टै मनपर्छ। यहीँ
हेर्नु नि फुलहरू रोपेको यतिको फुलहरू रोपेको हेर्नु नि कस्तो दामी देख्छ कस्तो द रेस्पेक्ट यता होइन यताहरू हुँदैन माथिहरू हुन्छ यो सिस्टम चाहिँ दामी छ है ड्रिपिङ सिस्टम चाहिँ पानी हेर्नु फुल पानी फुलहरू वाउ कस्तो दामी देख्ने हौ यहाँदेखि चाहिँ यो पार्क चाहिँ परसम्म गएको छ पार्कै पार्क यो हाम्रो टक्कै रुम बस्ने जग्गाको पार्क हो एउटापट्टि पार्कै पार्क छ टक्कै पार्कै पार्क टक्कै यो गएन हामी बिहान अस्ति हामी पार्क घुम्ने जग्गा यही हो लस्कर रहेछ यता जाउँ न सिधै सिधै सिधा नजिक हो सिधा नजिक हो कति पनि लाग्दैन फुलको त के भयो जग कुसुम हो जस्तो यो फुल चाहिँ हाम्रोतिर पनि पुरा हुन्छ धुपी त अर्कै खालको छ धुपी त अर्कै खालको छ यो हाम्रोतिर अर्कै हुन्छ टक्कै पुगिगयो अब पार्क ओ हाम्रो बस्नेलाई चाहिँ अफ्रिका डोम के भन्छ लोकेसन चाहिँ अब हाम्रो यो सिटी चाहिँ एस्कोलन एकदम नियर टु गाजा सो बस्नेलाई चाहिँ अफ्रिका डोम के भन्छ यहाँनिर मात्रै होइन क्या मजाले गरेको हाम्रो वाट के मजाले कटिङ गरे एभ्रिथिङ ब्युटिफुल अब यो हाम्रोतिर हो भने प्लेन साइडतिर जङ्गलतिर देख्छ हेर्नु यहाँनिर कस्तो मजाले बनाएर राखेको छ कस्तो दामी देखिरहेको छ एभ्रिथिङ ब्युटिफुल त्यसलाई राम्रोसँग सजायो भने सबै कुरा राम्रो हुन्छ भनेको त हो यो चाहिँ हाम्रो अपार्टमेन्ट फाइनल्ली आइपुग्यो ल ल ल ल आइपुग्यो घुमेर भन्दा पनि एकछिन माइन्ड फ्रेस गर्नु गएको भोलिदेखि त फेरि ड्युटी सोही अपार्टमेन्ट मुनि चट्टो लाग्यो जाउँ के भयो सो फाइनली आई पनि पुग्यो मजा आयो इन्जोय गऱ्यो जिन्दगीमा लाइफमा फर्स्ट टाइम बिच गएको एकदम ओके फोटोसोटो रिल्स एउटा रिल्स भए पनि बनाइदिउँ अन्त टक्कै आइपुग्यो फ्रेस फ्रेस भयो अब भोलिदेखि फेरि ड्युटी सो मलाई एक्सपिरियन्स चाहिँ मलाई एकदमै बेस्ट लाग्यो मलाई यो लाइफमा चाहिँ नि अब बुद्ध भगवान्ले पनि भन्छ कि एक्सपिरियन्स जब तक गर्दैन नि तब तक कसैलाई केही नभन्नु भन्छ नि जब तक आफूले फिल गर्दैन तब तक अरूलाई केही पनि नभन्नु भन्छ अब फिल गर्दा चाहिँ मलाई एकदमै बेस्ट दामी लाग्यो क्या गाउँमै जस्तो हावा चल्ने क्या गाउँकै अब बाँसघारीबाट हावा आएको जस्तो फिल आउने क्या दामी लाग्यो एकदमै राम्रो छ यहाँनिर प्रायः सिस्टमहरू एकदमै ओके छ एकदमै राम्रो छ पोजिटिभ लाग्छ मलाई यहाँ चाहिँ मेरो त्यही सीको यो सिधा सी छ यसको त्यसको हावा आइबस्छ क्या यो टक्क सीबाट हावा आइबस्छ सो एकदम राम्रो छ सो थ्याङ्क यू सो मच सबैजनालाई म जति देखाउन सक्ने कुरा अब जति अनुभव गर्छु त्यो कुरा भन्दै जान्छु तपाईँहरूलाई कतिजना त अब एक्सपिरियन्स गरिसक्नु भएको छ त्यो कुराहरू र पनि अब हाम्रो अब जति पनि हाम्रो भेगतिर चाहिँ त्यस्तो एक्सपिरियन्स गरेको छैन त्यसले गर्दाखेरि चाहिँ एकदमै बेस्टै छ सो यति भन्दै आजको भिडियो चाहिँ म यहीँ क्लोज गर्न चाहन्छु अब दिन ड्युटी सो ड्युटीको पनि कुनै दिन म भिडियो ल्याउने छु ड्युटी के गर्नुपर्छ कसो गर्नुपर्छ त्यो पनि म तपाईँहरूलाई देखाइदिन्छु के गर्छु म सो थ्याङ्क यू सो मच सबैजनालाई यति ज्यादा माया दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई बाई